everyone, namaste and welcome back to my video again. Today we went T&T supermarket. कति धेरैलाई थाहा होला नहोला पनि यहाँ चाहिँ जापान, चाइना, कोरियाको धेरै जसो सामानहरु चाहिँ इजिली अवेलेबल रहेको छ. अनि look at this अनिगिरी, oh my god, म चाहिँ जापानको कुनै एउटा सुपरमार्केटमा छु जस्तो फिल भइरहेको छ. कज म जापानमा चाहिँ 10 वर्ष बसेको हो नि त. अनि क्यानाडा मुभ भएको भएर यो जब सामानहरु देख्छु, जापानको प्रोडक्टहरु देख्छु अनि मलाई चाहिँ कस्तो खुसी लागेर पनि आउँछ के. हिरागाना काताकाना लेटरसँग चाहिँ मेरो छुट्टै नाता छ जस्तो लाग्छ. म कहिले पनि बिर्सन्न, किनभने चाहिँ म स्टुडेन्ट भिसामा आएको भएर पनि होला मलाई त्यो अक्षरहरुसँग कति प्रेम बसेको छ है. अनि यता हेर्नुस् न, अरु कति धेरै सामानहरु छ. ओच्यादेखि लिएर हैन मुगी चियाहरु मजाले पाइन्छ. अनि जापानमा युज गरेको प्रोडक्टहरु देख्दाखेरि चाहिँ मलाई कस्तो खुसी लाग्छ है. यहाँ पनि यसरी पाउँदो रहेछ भनेर. अनि यहाँले कसरी प्रोनाउन्स गर्नुहुन्छ, फिनो फाइनो. यो हेयर मास्क चाहिँ कति पपुलर छ नि त हैन. यदि टी&टी नजिक हुनुहुन्छ, हेयर मास्क चाहिएको छ भने आउन सक्नुहुन्छ. र अर्को भनेको चाहिँ यहाँ स्किन केयरहरु मजाले पाउँछ. कोरियन स्किन प्रोडक्ट चाहिँ जताततै पाउन कस्तो गाह्रो हुन्छ. अनि यहाँ टी&टी मा चाहिँ इजिली अवेलेबल रहेको छ. अनि यो किरे सोप भयो. अनि बेबीको यो पिजन स्याम्पू, बडी स्याम्पूहरु है मैले बाबु नानी जन्मिदादेखिको युज गर्थे के. अनि कति मिस भइरहेको छ. अहिले चाहिँ म अर्कै युज गर्छु. अनि यो चाहिँ अब भेजिटेबल सेक्सन, मोयासीहरु, किनोकोहरु है मजाले पाउँछ के. हेर्नुस् न. अनि अरु चीज भनेको त अब जताततै सुपरमार्केटमा भेजिटेबल पाउने नै भयो. अनि यो धनिया है मलाई एकदम स्पेशल मन पर्छ, मेरो फेभरेट हो. अनि यता आँट पनि बेच्न राखेको थियो. अनि अर्को कुरा भनेको चाहिँ भगटे पनि थियो के. अनि मलाई चाहिँ भगटे कस्तो सादेर खान मन लाग्यो, सो मैले एउटा भगटे उठाएर लिएर आएँ. अनि बच्चाहरुको लागि चाहिँ हामीले के फ्रुट्सहरु लिएर आयौं. साथीहरु, टु बी अनेस्ट मलाई चाहिँ यो प्लान्टको बारेमा केही पनि नलेज नै छैन के. अनि यो जापानको बोन्साई, पाकिरा प्लान्टहरु त कस्तो फेमस छ नि त हैन. अनि यहाँ पनि देखेको भएर मैले भिडियो लिए ल. अनि यो चाहिँ मिट सेक्सन भयो. यो त जहाँ पनि हुने नै भयो सुपरमार्केटतिर. र अर्को कुरा भनेको चाहिँ यहाँ फ्रेश सी फुडहरु पाउँछ के. क्र्याब है मलाई एकदमै मन पर्छ, क्र्याबको सुप. अनि फिशहरु पाउँछ. मसल्स हेर्नु न, मसल्स पनि फ्रेश नै पाउँछ है. अनि यहाँ चाहिँ भिडम पार्ट हुन्छ कि यस्तै फ्रेश सी फुड मासुहरु लिनको लागि चाहिँ. अनि यहाँले देख्न सक्नुहुन्छ टोफु, मिसो सुप, किम्ची है. यो देख्दा त मलाई अहिले म कुनै सुपरमार्केटमा छु जापानको जस्तो फिल भएको छ. अभियसली धेरै मिस हुन्छ ल जापानलाई. अनि धेरै माया पनि लाग्छ क्या. आफू फर्स्ट मेरो विदेशको यात्रा, विदेश भनेर पाइला टेकेको नै जापान रहेको थियो नि त. ल आजको लागि चाहिँ भिडियो यति मात्रै ल. थ्यांक यू सो मच फर वाचिङ. बाइ बाइ.